म चाहिँ मेरो जन्मथलो आमचोक 1 गाउँपालिका आइपुगेको छु है गाई छोरू। ल हेर्नुहोस् मौसम पानी परेको छ र अहिले हल्का हल्का उग्रेको अवस्था छ। गाडीमा आएको है म, योपालि चाहिँ बाइकमा हैन गाडीमा आएको हो। ल यो चाहिँ पिकनिक स्पोट, यो चाहिँ पिकनिक स्पोट। यहाँ हेर्न सक्नुहुन्छ सल्लाघारी। अनि यो चाहिँ वाउ बार त दामी बारेको रहेछ। यो चाहिँ मेरो पुर्खेली घर जाने बाटो। यो चाहिँ मेरो पुर्खेली घर जाने बाटो है गाइजहरू। ल हेर्नुहोस् मौसम यति मात्र थोरै मात्रै उग्रेको छ। यो चाहिँ आमचोक 1 गाउँपालिकाको थलथले पिकनिक स्पोट भन्छ यसलाई चाहिँ हैन। यो चाहिँ वैशाख 1 गते न्यु इयरको बेलामा एकदम भव्यका साथ मेला लाग्ने गर्छ। यहाँ चाहिँ यो गहिरामा लाग्छ। गेम पनि हुन्छ सायद खेलकुदहरू हुन्छ अनि प्रोग्रामहरू पनि हुन्छ। यहाँ तल पनि छ भवन। मेन गेम हुने ठाउँ र बजार लाग्ने ठाउँ भनेको यहाँनिर छ। अनि गाइज योहरू चाहिँ यो चाहिँ मेरो पुर्ख्यौली जग्गाहरू। यो चाहिँ मेरो पुर्ख्यौली सम्पत्ति भनौँ न योहरू है। यो बाटोदेखि यो डाँडा, यो उताको सल्लाघारी, यताको सल्लाघारी अनि यताको त्यसपछि यता पर देखेको चाहिँ हाम्रो अध्यक्षको घर है। पर देखेको चाहिँ आमचोक 1 गाउँपालिकाको अध्यक्ष निम्बुली शेर्पाको घर हो, मूल घर हो त्यो चाहिँ। हाल अहिले उहाँको बसे चाहिँ तल कामताङ भन्ने ठाउँमा छ। त्यसैले गर्दा आज म लगभग कतिमा भने लगभग 9-10 महिना पछाडि म आएको छु। यहाँ मेरो जन्मथलो गाउँ घरको अवस्था के छ भनेर त्यहाँनिर चाहिँ काकाहरू बसिराख्नु भएको छ हैन। काकाहरू छ, भाइहरू छ, उहाँहरू हुनुहुन्छ। यस मेरो चाहिँ वडामा काम परेकोले गर्दाखेरि म आएको हो। तर उहाँहरूलाई कसैलाई पनि थाहा नदिई नआएको म। त्यसैले गर्दाखेरि अचानक काम परेर चाहिँ आएको हो। ल है यो चाहिँ घर जाने बाटो। ल है ल हेर्दै जाउँ है। यो चाहिँ अहिले चाहिँ एकदम हल्का घाम लागिरहेको छ। म आएको खुसियालीमा होला घाम लागिरहेछ। यो एरियामा मात्रै हो नि फेरि घाम लागेको। ल हेर्नु यो एरियामा मात्रै हो। पारी हेर्नुहोस् कुहिरो लागिरहेछ, पारी कुहिरो छ। यो डाँडादेखि उतापट्टि कुहिरो छ, यो डाँडादेखि उतापट्टि नि कुहिरो छ। सिर्फ यति मात्रै हो क्या, यति मात्रै घरमा चाहिँ घाम लागिरहेको छ क्या। म आएर होला सायद। कस्तो छ त नि, म आएर हो कि हुनसक्छ है गाइजहरू, हुनसक्छ होइन।